हेलो एभ्रिवान, म चाहिँ काकाहरूकोमा साग किन्नु गएको। यो चाहिँ हाम्रो काकाहरूको घर साग हो। ल्याउनु आएकै म चाहिँ साग ल्याउनु ल्या हो र फोटो खिचेको यो राम्रो आएछ है, कस्तो राम्रो आएछ हेर्नु। अनि काकाको सागबारी हेर्नुहोस् न हौ, कस्तो ठुलो पुरा रोप्नु भएको छ काकाले चाहिँ हो। काका चाहिँ पुरा दुःख गर्नुहुन्छ नि त। अनि दसैँदेखि बेचेको होला यो साग, हेर्नु आमामा पलाउँदैछ, बेच्दैछ, गर्छ हो। पुरा छ नि तर अहिले चाहिँ बेचेकोले अलिक ठुटै भएको छ। अन्त त्यता मात्रै कहाँ हो र, यता पनि छ हेर्नुहोस् है, यहाँ यता पनि छ हो। सबै साग लगाउनु भएको छ, कति हजारको बेचिसक्यो काकाले चाहिँ साग चाहिँ। दसैँमा सबै गाउँमा उसकोबाटै बेच्यो हो। अनि यो इस्कुस चाहिँ हेर्नुहोस् न हौ, मसिनो खालको इस्कुस हुन्छ नि क्या, त सानो सानो यो। अन्त यो चाहिँ अब खानु त खाँदैन हो, जरा फल्छ अरे यसले चाहिँ, क्विन्टल क्विन्टल जरा फल्छ भन्छ। अब काकाले अब एक दुई दिनमा खन्नुहुन्छ होला हो। के हुन्छ हौ यहाँ साग किन्दै गरेको 100 रुपियाँमा। ए खोइदिनु, थ्याङ्क यू काका। लु गयो ल। ए